विक्रम सम्वत 1976 सालमा सफाई अड्डाका रूपमा स्थापना भएर 2052 साल मङ्सिर 29 गते महानगरपालिका घोषणा भएको काठमाडौँ महानगरपालिकाको मूल पहिचान सांस्कृतिक वैभवयुक्त सहर हो। यो वैभवलाई संरक्षण र पुस्तान्तरण गर्दै समृद्ध र विकासका आयाममा यसअघिका विभिन्न कालखण्डमा काम गर्ने जनप्रतिनिधि र राष्ट्रसेवक साझेदार महानगरवासी तथा शुभेच्छुकको साथ र सहयोगलाई उच्च कदर गर्दै स्मरण गर्न चाहन्छु। उपस्थित महानुभावज्यूहरू, काठमाडौँ महानगरपालिका आम महानगरवासीको सर्वोत्तम हितका निम्ति दत्तचित्तले काम गरिरहेको छ। आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र महानगरपालिकाले नियमित काम गर्ने क्षेत्र हुन्। प्राकृतिक सम्पदा र मानव निर्मित सृजनाको संरक्षण, सम्वर्धन र प्रवर्धन गरेर सहरको सांस्कृतिक पहिचानलाई अक्षुण्ण राख्नु, शहरी स्वच्छता र सरसफाई गर्नु, समृद्धिका लागि एकीकृत पूर्वाधार विकास गर्नु, दैनिक सेवा प्रवाहलाई सहज र चुस्त बनाउनु, आम मानिसको जीवनलाई सहज बनाउनु हाम्रो दायित्व हो। यी दायित्वप्रति उत्तरदायी, इमान्दार भएर मितव्ययी तथा पारदर्शी भई कार्य सम्पादन गरिरहेका छौँ। नियमित कामसँगै नागरिकका दैनिक जीवनसँग जोडिएका र आम सरोकारसँग सम्बन्धित योजना कार्यान्वयन थप प्राथमिकता दिन स्वास्थ्य, शिक्षा, रोजगारी प्रवर्धन, वातावरण सुधार र पूर्वाधार कार्यक्रमलाई महानगरपालिकाले गौरवको योजनाको रूपमा कार्यान्वयनमा ल्याएको छ। यस्तै आम नागरिकको प्रत्यक्ष चासोका रूपमा रहेका निरन्तर सञ्चालन हुने कार्यमध्ये प्राथमिकतामा राख्नुपर्ने कार्यक्रमलाई स्वर्णिम योजनाका रूपमा राखिएको छ। यसरी सञ्चालन गरिएका कार्यक्रममध्ये धुलोरहित सडक कार्यक्रम अन्तर्गत 55 किलोमिटर सडक सुधारको काम सम्पन्न भएको छ। 62 वटा चोकमा हाईमास्ट लाइट जडान गरिएको छ। स्रोत साधन र प्रविधिले उच्चतम प्रयोग गर्दै सडक बत्तीको गुणस्तर कायम गराउन, रात्रिकालीन शहरी सौन्दर्यलाई एकनास बनाउन 5318 वटा पोलमा 13,340 वटा बत्ती राखेर सहरलाई उज्यालो बनाउँदैछौँ। हामी काठमाडौँ